बुवा घर पुग्यौ छोरी? अघि नै आइपुग्यौ। आत्तिएकी त छैनस् नि? तपाईँकी छोरी उमेर पुगेर परिपक्व भएर आफूलाई मन परेको केटासँग बिहे गरेर आएकी हो। म किन हात दिनु? कुरा बुझ्ने श्रीमान हुनुहुन्छ। बरु तपाईँ पो त्यहाँ एक्लै पर्नुभयो। मेरो पिर नगर्नु नि त्यहाँ। कहिले पिर नगर्नु भनेर हुन्छ त छोरी? बाउ हो, आफ्नो सन्तानको पिर कसलाई लाग्दैन र? सन्तानलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु भएको छ। जस्तै परिस्थितिसँग पनि जुझ्न सक्छु। मेरो चिन्ता नगर्नुहोस्। अघि अलि हतारै भयो छोरी। बिदाई हुने बेलामा ज्वाइँसँग कुरा गर्न पनि पाइन। एकपल्ट ज्वाइँलाई फोन दिएन, ज्वाइँसँग बोल्छु। ज्वाइँ त यहाँ आउनुहुन्न। त्यहाँ हुनुहुन्न भने बाहिर गरिदे नि त, म कुरा गर्छु। घरमै हुनुहुन्न? अहिले घरमा आउनु भएपछि फोन गर्न लगाउँछु नि है। कहाँ जानुभएको हो र? गोठतिर जानुभएको छ। ए ल त ल छोरी, भोलि त दुल्हन फर्काउन आइहाल्छौ के अरे। अनि बाउ छोरी चाहिँ मजाले कुरा गरौँ न नि। बरु तिमीहरूलाई लिन म बजारसम्म निस्किन्छु नि। किन बजारसम्म? घरमै आउनु न।